अहिलेसम्म चाहिँ राम्रो लागिरहेछ होइन। अब अरूको रिभ्यू हेरेर आउँदाखेरि चाहिँ अब कस्तो हेरौँ मन लाग्थ्यो, जस्तो अरूले रिभ्यू गर्नुभएको थियो त्यस्तै छ। अब हेरौँ आफू चाहिँ कस्तो हुन्छ। फिल्म चाहिँ एकदम राम्रो लागिरह होइन, एक्टिङहरू चाहिँ एकदम राम्रो छ। जस कहानी हेर्दाखेरि चाहिँ बोरिङ लाग्ने चाहिँ भएन, जस राम्रो भइरह। मुभी एकदमै राम्रो लाग्यो। कथा बाजी समुदायको रहेछ, सुदूरपश्चिमको, र अनि त्यो समुदायको बारेमा जानकारी पनि दिएको छ र शिक्षाको महत्त्व पनि दर्शाएको छ मुभीले। शिक्षाबाट उनीहरूको भनौँ न अब शिक्षाको चेतनाबाट उनीहरूको विकास हुन्छ भनेर दर्शाएको छ। बधाई छ काकी, के भयो नातिनी जन्मी। मुभी चाहिँ एकदम ठिक छ है, राम्रो इन्फर्मेसन राम्रो छ, अनि एजुकेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ भन्ने कुरालाई देखाइन्छ। जस सुरु फर्स्ट पार्टमा चाहिँ जस कहानीहरू राम्रो छ, एक्टिङ राम्रो छ, अनि सेकेन्ड पार्टमा चाहिँ जस त्यो एकदम एजुकेसन चाहिँ नेपालमा इम्पोर्टेन्ट छ। अनि बाहिर ठाउँहरूमा नि होइन, काठमाडौँ, ललितपुर, भक्तपुरदेखि बाहिर पनि जस त्यो पनि होइन, त्यहाँ पनि एजुकेसनहरू चाहिँ राम्रो पुग्नुपर्छ भन्ने सन्देश छ। सबैजनाले हेर्नुपर्छ यो फिल्म चाहिँ, म भन्छु है। त्यसको छोरीको आजै नथी तोड्छु म। एकदमै जीवन्त छ। स्वस्तिमा कलाकार स्वस्तिमा खड्काको एक्टिङ त मलाई पहिलेदेखि पनि मनपर्ने। उहाँको चिसो मान्छे मैले हेरेको हो होइन, र एकदमै कथालाई एकदमै जीवन्त अभिनय गरेर देखाउनु भएको छ। एकदम प्रशंसा गर्न योग्य छ। स्वस्तिमा खड्काको एक्टिङ चाहिँ एकदम बवाल छ, तर मेन चाहिँ जस कहानी लेख्ने, स्क्रिप्ट लेख्नेले चाहिँ सेकेन्ड पछि चाहिँ जस राम्रो लेख्नु भएको छ। 5 मा 5 है, 10 मा 10 नै छ। जो सेकेन्ड पार्ट चाहिँ बवाल छ क्या, जो इन्फर्मेसन चाहिँ बवाल छ, एक्टिङ पनि बवाल है। उहाँ एकदम राम्ररी हुनुहुन्छ, जो सब ठिक छ। 5 मा मैले 4.5। क्युएफएक्सको राम्रो लाग्ने पार्ट चाहिँ यहाँ सर्भिसहरूदेखि लिएर होइन, क्लिनिङनेसहरूदेखि लिएर जस एकदम पिस फिल छ। हामी खासमा त्यो बाहिर आएको थियौँ, यतिकै जस यो लभिङमा अरू सामान किन्न आएको थियौँ, तर जस क्युएफएक्समा चाहिँ पानी परेको कारणले जस यहाँ एकदम टाइम स्पेन्डहरू गर्नको लागि एकदम बेस्ट छ क्या। कफीहरू होइन सबै राम्रो छ, त्यही भएर हामी आयो।